आन्टीको यहाँ टिकटक भएन अरे फेरि आन्टीले टिकटक बनाउनु हुँदैछ आमा यतिका हेर न टिकटक यहाँ यस्तो हुन्छ कि फोटोसुट चाहिँ बवाल हुँदैछ है गाइज यहाँ हेर्नु होला ल हेलो गाइज सबैलाई वेलकम छ मेरो आजको ब्लगमा र हामी चाहिँ आएको छौँ आज बिर्तमोड र यसो विराट पोखरा कता कता जान्छौँ म तपाईँहरूलाई देखाउँछु अनि यो बाइक यो चस्माले कस्तो देखिरहेको छ ल ल ल के कसो हुन्छ म तपाईँहरूलाई देखाइहाल्छु है ल गाइज हामी चाहिँ विराट पोखरा आइसक्यौँ होइन विराट पोखरा आइसक्यौँ हामी अब के कसो हुन्छ म देखाउँछु तपाईँहरूलाई यो चाहिँ हाम्रो सैनिक मोडको विराट पोखरा हो र हल्का विराट पोखरामा चलपल दिनुलाई चाहिँ अहिले दिस इज द भ्यू अफ विराट पोखरा एट सैनिक मोड कस्तो छ मेरो अङ्ग्रेजी हाउ वाज माई इङ्ग्लिस गाइज आई क्यान स्पिक इङ्ग्लिस भेरी गुडली मोर देन द गोप्ले एन्ड द्याट टाइगरा भाइ आठमा 8 चोटि फेल गरेर 12मा 12 चोटि स्कुलै नगरे इङ्ग्लिस दामी पढ्दै हो हजुर हो के भन्छ कसो हुन्छ म होइन केटा हामीसँग धेरै टाइम छैन होइन अब चुरोट खाने अनि मुजी एक दुईवटा फोटो यसको हामी नखिच्ने पनि हामी कतिवटा चलाउने यसको ब्ल्याक पनि कतिवटा के गरिदिहाल्ने चलिदिइहाल्ने क्या हामीसँग धेरै टाइम पनि छैन गाइज किनभने टाइम भनेको धेरै महत्त्वपूर्ण छ र अनि प्लान्ट प्लुट पारेर सिक्न हाल्दैन के भन्छ यस्तो कुराहरू प्राइभेट राख्ने हो मैले फिसिङ भनेको के हो हुन्छ बुझ्छस् त म बुझिहाल्छु नि होइन गाइज यहाँ गोप्लेको दाजुभाइ पनि रहेछ है सेम हेर्छ अनि कालो चाहिँ देख्दैनस् त्यहाँ कालो चाहिँ देख्दैनस् भाइ तेरो छौरा छौरीहरू हेर्नु न विराट पोखराको भ्यू विराट एकछिन अहिले फोटो खिच्दा रड्डी नगर न ल चस्मा पिङ पनि खेल्नु छ ल अहिले पिङसिङ खेल्नु भाइलाई डर होला यस्तै छ विराट पोखराको भ्यू गाइज यहाँ केटाकेटीहरूको लागि सबै कुरा छ र ठुल्ठुला केटाहरूको लागि पनि धेरै कुरा छ होइन ल यो भाइले मेरो ल केटा यो कौशल दाईको कुरा चाहिँ एकदमै नसुन्नु होला होइन कौशल दाई चाहिँ 1 नम्बरको ठर्की हो है बचपनको याद आयो अरे क्या कौशल दाईले चाहिँ केटा हेर्नु होला है गाई चाहिँ अब के भएको दाई यहाँ यत्रो कराउँदा पनि कौशल दाई मानेको छैन है खेल्नुको लागि के भयो ला पैसा लाग्छ यो दाई हेर्दा मात्रै यस्तो हो कि पुरै बच्चा हो क्या यो दाई कौशल दाई यहाँ खेलेको पैसा लाग्छ अरे केटा हो ल अहिले भेट्छु तपाईँहरूलाई ल ल अब गोप्ले र म चाहिँ पाप पखाल्न आँटेको यहाँनिर हेर्दै हुनुहुन्छ है गाई राक्षसहरूले नि पाप पखाल्दैछ अरे अब के हो उता चाहिँ जुत्ता पखाल्नु यहाँ अब साइललाई चाहिँ अब होइन सो हेर्दा चाहिँ गुन्डा है तर मनको एकदम सफा छ है गाई चाहिँ होइन कौशल दाई चाहिँ थ्याट नपखाल्नु है तपाईँको यो हेर्नु सक्ने गाई विराट पोखर एकदम राम्रो छ घुम्नु आउनु होला सबजना गाइस अब यहाँ फोटोसुट हुँदैछ यहाँ दाईको अब पुरै मोडलहरू है यो दाई केटा हो बिर्ताउन कसैलाई उ त गर्नु मन छ भने बोलाउँदा हुन्छ है फोटोसुट यहाँ राम्रो हुँदैछ यहाँ सिमन दाई अब फोटो खिच्न आँटेको अरे ल दाईको पोज पनि कडा छ क्या केटा हो दाई सबैजनाले पोज सिक्नु होला यो दाईसँग यहाँ फेरि अब फोटोग्राफर हेर त लु उता फेरि अब दुईजनै ला बब्बा लो ला सिमन दाई ला बब्बा लो ला अरे ला यता बुढाबुढीहरू खेल्दैछ पिङहरू हेर्नु सक्नुहुन्छ है गाइज कस्तो यहाँ दाईको यस्तो कट केटा हो कसैले सक्नुहुन्छ होला यहाँ अब आन्टी पनि फोटो खिच्नुहुन्छ कि केही बोलिदिँदा यहाँ भ्लगमा दाइको यसो अब
विराट पोखरको बारेमा हल्का भनिदिनु। जे होस् मलाई धेरै पहिलादेखि यहाँ आएर यसो घुम्ने रहर थियो, रमाइलो रहेछ। सबैजना आउनु होला गाइज, यहाँ एकदम बवाल छ है ठाउँ केटा हो। सबैजना आउनु तर जोडी लिएर नआउनु है। हामी त सिंगलै आउने। ओइ भाइ यो भाइको फोटो खिच्दिनु। ल ल ल दाइले फोटो खिच्दै हुन्छ। ला अरे पोज के हो यो? ला बब्बाले ल अरे ला फोटो सुट चाहिँ बवाल हुँदैछ है गाइज, यहाँ हेर्नु होला। ला उता फेरि पोज, यता फोटोग्राफर उस्तै है। ला फोटो चाहिँ खिचेकै छैन क्या फेरि लास्टमा चाहिँ मेरो फोनबाट। ल अहिले भेट्छु गाइस। ल अहिले भेट्छु। स्टे ट्युन है केटा हो। यहाँ चाहिँ आन्टीको टिकटक हुँदैछ। फेरि फेरि है अर्को टेक, वान स्टेक अर्को टेक फेरि गर्नु न फेरि। अलिक राम्रो भएन के? ल फोटो खिचिदिनु हाम्रो तिनजनाको होइन। आन्टी ला यो भाइको आएछ नि। ल फेरि ल आन्टीको यहाँ टिकटक भएन अरे, फेरि आन्टीले टिकटक बनाउनु हुँदैछ। आमामामा यत्तिका हेर न टिकटक यहाँ यस्तो हुन्छ कि अब्बुई आमामामा। ला 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 अरे अरे ला ए तपाईँ सिमन दाइ हट्नु न भनेको। गाइस फेरि आइसकेको छु हामी ब्लगमा फेरि ब्याक। अब चाहिँ हामी यहाँ विराट पोखरदेखि निस्किन आँटेको होइन। धेरै डुलिसक्यौँ केटीहरू, मैयाहरू जिस्काइसकेको छौँ हामीले होइन। केटीहरू पनि आउँछ गाइस, तिमीहरू तपाईँहरू पनि आउनु होला होइन। जो ठाउँ चाहिँ पिसफुल छ, शान्ति छ होइन। एकछिन लगाउँदा के हुन्छ चस्मा? यहाँ फेरि अब के जग्गा हिरो हुनु पर्यो भने लामो ल ल ल आजलाई भ्लग यति चाहिँ हुँदैन के के आजको भ्लग होइन। यहाँ मैले कलेजको एउटा साथी भेटाइसकेको छु गाइज होइन। यो चाहिँ मेरो कलेजको साथी हो होइन। के साथी कहाँ आएको तिमी यहाँ घुम्न आएको? केही भनिदेऊ त ल विराट पोखरको बारेमा। राम्रो छैन घुम्न। यहाँ चिक्स लिएर आउनु पाउँदैन भन्नु यहाँ सिधै नो इन्ट्री क्या चिक्सहरूलाई चाहिँ। चुरोट लुकेर खानु पाउँछ है गाइज। तर ल हामी निस्केको साथी अब होइन। ल राम्रो जाऊ होइन। फोटो पनि खिच्नुपर्छ। भ्लगको टाइम नै पुगेको छैन। ल हामी चाहिँ अब विराट पोखराबाट निस्किँदैछौँ, तर भ्लग चाहिँ इन होइन है। फेरि इन चाहिँ होइन, अघि ढाड्दिएको ल केटा। ए गाइज यहाँ पुरै स्टार्ट हुँदैछ अब भ्लग। फेरि पछि फेरि सुरु हुन्छ अब। टक्क हामी विराट पोखरदेखि निस्क्यौँ अब हामी जाँदैछौँ होइन। तर म यहाँहरू जिस्काउनु पाइनँ, त्यही मलाई दुःख लाग्यो गाइज होइन। केही छैन क्या दाइ। तर यहाँको बोट पनि खेल्ने छ है गाइज। यहाँ खेल्नु मन छ भने 250 यो लाग्छ। चुरोट खानु पाउँदैन अरे कि, तर नोटिस बोर्ड लगाउनु पर्छ है। तर यहाँनिर बोट राख्नुपर्ने हुन्छ क्या एकजना होइन। बोट चाहिँ लाउनु पर्छ मुजी भएन नि यो विराट पोखरा। एकदम भएन भएन यो विराट पोखरामा बोट लाउनु पर्छ, नो स्मोकिङको। नत्र भने मुजी आएर खाइदिन्छ गाँजा पनि। खाइदिने हो गाँजा, घर जाने हो साझा। अब बल्ल बल्ल हामी यहाँ विराट पोखरदेखि निस्किसकेको छौँ, तर मान्छेहरू फेरि भित्र आउँदैछ। यो कुकुर के भएको यसलाई ओइ कुकुरलाई निकालिदिएको है दाइ मैले त भ्लगमा। ल अहिलेलाई चाहिँ एकैछिन घोप्ट्याएँ होइन, अहिले भेट्छु।